हेलो साथीहरु, आज चाहिँ शनिबार। म र मेरो साथी आज यसो शनिबार बाहिर निस्किने भनेर निस्किन लागेको छु। उसलाई तल रिसिभ गर्छु। म चाहिँ रेडी भएँ। अनि रेडी भएर उसलाई रिसिभ गरेर पनि नदीपुरमा रहेको यो शनिबार लाग्ने हाट बजारमा आइपुग्यौँ। भर्खर सुरु भएको रहेछ। खासै स्टलहरू पनि नराखेको भएर हामी फेरि लेक साइड गयौँ। अनि लेक साइड गएर लस्सी अनि यो पोक्सिगा खाएर फेरि फर्क्यौँ नदीपुर नै। नदीपुर फर्किँदा चाहिँ यहाँ सबै सजाउने चिजहरू यो देखाउने बेच्ने सबै भइसकेको थियो र खानाका प्रकारहरू पनि विभिन्न प्रकारकोहरू नेवारीदेखि लिएर सबै प्रकारका खानाहरू पनि रेडी थियो। त्यसै कारणमा हामी हेर्दै गयौँ। एकदम रमाइलो लाग्यो हामी, किनभने फर्स्ट टाइम गएको थियौँ र ऊ चाहिँ कपाल बनाउँदैछ। गर्मी थियो नि त, अनि गर्मी पनि थियो, घाम लागेको थियो आज चाहिँ। अनि हेर्ने क्रममा चाहिँ यो देख्यौँ हामीले के अरे यो फलफुलको आइटमहरू। यसलाई चाहिँ तेलमा फ्राई गरेको हुँदो रहेछ। अनि हामीले पनि यो स्ट्रबेरी खाऊँ न भनेर एउटा स्ट्रबेरी खायौँ। यसको 200 रुपियाँ पर्दो रहेछ। अनि अरू चिज पनि हेर्दै गयौँ, खाँदै गयौँ। ओहो, आज यति धेरै खायौँ नि हामीले, कुरै नगरौँ होइन, देखाउँदैछु म के खायौँ भनेर। अनि मेरो साथीले टेस्ट गर्दैछ। पहिले तैँले खान मैले खाएर मिठो छ भन्छ। अब स्ट्रबेरी हो, मिठो त भइहाल्छ नि होइन। अनि त्यही क्रममा यताउता डोलीको शनिबार लाग्ने हाटमा जस राम्रै हुँदो रहेछ, रमाइलो हुँदो रहेछ। मान्छेको भिडभाड पनि निकै नै थियो त्यहाँ। स्टुडेन्टहरूदेखि लिएर युवाहरू अनि अलिक बुढाबुढीहरू टाइपको सबै आउने, चिया खाने त्यस्तो रहेछ ठाउँ। अनि मैले पनि खाएँ, मिठो लागेको थियो मलाई पनि। अनि उसले चाहिँ रिटेक गर्नुपर्छ भनेर फेरि रिटेक मेरो भिडियो बनाइदिएको गर्छ मेरो साथीले। अनि त्यसै गरी हामीले फेरि अर्को स्टलमा गएर उसले मिनी बर्गर खाने भन्दै थियो, मैले अर्को खाऊँ भनेर त्यो खाइयो। यसको नाम चाहिँ मैले अहिले ठ्याक्कै बिर्सिएँ, के भन्दै थिएँ। तर यहाँ कति धेरै त मैले नामै नजानेको, नामै थाहा नभएको खानेकुराहरूको परिकार भएको कि। अनि यो भाइ र दाइ चाहिँ एकदम फ्रेसली हुनुहुँदो रहेछ। अनि 2 मिनट पनि लाग्दैन भन्दै हुनुहुन्थ्यो त्यो दाइले। अनि हामीले खाने कि के गर्ने भन्दै थियो। अनि खानु भन्नुहुन्थ्यो, अलिअलि लजाउनु पनि हुँदो रहेछ। अनि भाइ चाहिँ फरवार्ड रहेछन्। अनि यस्तो भनेर पुरै भनिदिइरहेको। अनि हुन्छ भने हामीले खान्छौँ यो भनेर चाहिँ बनाइदिन लाउनु भएको थियो। अनि दाइले फेरि कति टाइम लाग्छ दाइ भनेको मैले, अनि 2 मिनट लाग्छ भनेर। अनि गन्न लाउनु भयो क्या, यस्तरी हात पत्काउँदै 1-2 सेकेन्ड भन्दै गन्दै हुनुहुन्थ्यो। अनि यसो रमाइलो भयो, दाइ पनि जिस्क्यायौँ। अनि त्यो भाइले फेरि यसरी त 45 सेकेन्डमा पनि 45 सेकेन्डमै बन्छ नि भन्दै थियो भाइले। रमाइलो भयो, घुम्यौँ यताउता, यस्तो माहौल चाहिँ लस्ती राम्रो। अनि गन्दै हुनुहुन्छ दाइले, देख्नुभयो। अनि रमाइलो हुनु रहेछ क्या, त्यसरी कति सेकेन्डमा बन्छ भनेर। अनि लगभग 40 सेकेन्ड जतिमा बनाइदिनु भएको थियो। अनि मेरो साथीले टेस्ट गरी पहिला, म चाहिँ पनि पहिला उसलाई नै टेस्ट गर्दा भन्छु कि जोसँग भए पनि म चाहिँ पहिला अरूलाई नै दिन्छु। अनि त्यसपछि मलाई दियो। अनि मैले खाने भन्दा त मेरो त पहिलो ग्यास त जहिले पनि भुइँमा भएकोमा खोज्छ। अनि मैले त्यसरी खान लागेको त अर्कोतिरबाट त तल खसिसकेको के। अनि त्यसपछि त्यो खाइसकेपछि सेकुवा खाने भनेर अनि कुरेर बसिरहेको थियौँ। सेकुवा पोल्न चाहिँ अलिक टाइम लाग्दो रहेछ। अनि हामी सेकुवा पोल्नेको अगाडि बसिरहेको थियौँ, अझै भएन। त्यसपछि हामी फेरि यता ल यो मरी खान जाऊँ न त भनेर यो मरी खाने भनेर यो मरी भएको ठाउँमा नेवारी पसलमा गइयो। त्यसपछि यो मरी किनेर लिएर खाएँ। मलाई चाहिँ एकदमै मनपर्ने चिज यो मरी, एकदमै मनपर्छ क्या। किन मलाई चाहिँ यस्तै मनपर्छ, त्यही भएर मैले खाएँ। अनि मेरो साथीले चाहिँ खाएन आज उसले। अनि उसले भिडियो बनाइदियो मैले यो मरी खाएको। अनि यो मरी खाएर बस्यौँ। त्यस लगत्तै फेरि सेकुवा पनि पाक्यो। अनि हामी सेकुवाको भएको ठाउँमा लिन गयौँ। त्यसपछि सेकुवा लिन गयौँ। 2जना दाइहरू हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ एकजनाले पोल्ने अनि एकजनाले यसरी राखेर नुन तेल खुर्सानीहरू राखेर बेच्नु हुँदो रहेछ।
अनि त्यस पछाडि अर्को भाइ पनि आउनुभयो एकजना भाइ आएर भाइ र मैले खायौँ अनि भाइले म त बाहुनले के अरे सेकुवा पोर्क सेकुवा खाएको भनेर बिल्लालाई दिदी नहालिदिनु है भन्दै हुनुहुन्थ्यो मैले चाहिँ म त हालिदिन्छु यस्तै भने अनि त्यसपछि हुन्छ भनिसके पछाडि खायौँ दुईजनाले भाइ र मैले अनि यो के हो कि फेरि अनि यो चाइनिज के हो रोटी अरे चाइनिज रोटी अरे अनि त्यो मेरो साथीले फेरि त्यो खाऊँ भनेर फेरि त्यहाँ चाइनिज पसलमा गयौँ अनि यो लिग्यौँ समग्र सबै कुरा मिठो थियो त्यहाँ यो लिएर हामीले खायौँ अनि सबै मिठो थियो तर पैसा चाहिँ 100 रुपियाँ भन्दा तल चाहिँ केही नहुने कि सबभन्दा सस्तो भनेको चटपट रहेछ हामी चटपट पनि खाएको थियौँ सबभन्दा सस्तो भनेको 120 रुपियाँको चटपट अरू लगभग ठिकै थियो तर पैसा अनुसारको मिठो पनि थियो कि समग्र आजको शनिबार चाहिँ हामीले यसरी नदीपुर र लेकसाइड गरेर बितायौँ अनि लास्टमा यो दाइ यति स्याड भएको देखेर चाहिँ मलाई पनि दुःख लाग्यो के सोच्दै हुनुहुन्छ होला बाइ बाइ गाइस